तपाईहरुलाई भोक लाग्दा आँखा नदेख्ने व्यक्तिलाई भोक लाग्छ कि लाग्दैन? तपाईहरुको बालबच्चा भोकले रुँदाखेरि नदेख्नेका बालबच्चाहरू रुन्छन् कि रुँदैनन्? तपाईहरुको बुवा आमा बिरामी हुँदाखेरि तपाईहरुले आफ्नो छोरछोरी भएको कर्तव्य निभाउँदाखेरि नदेख्नेहरूले चाहिँ यो निभाउनु पर्छ कि पर्दैन? गला गला बेच्न पाइँदैन, रोकछेप छ। अनि त्यहाँ महानगरीको हाकिम के अरे मैले बिर्सेँ, उसले अभद्र व्यवहार गर्ने, मुख छाडेर अन्धी या माग्नेहरू भनेर जथाभावी बोल्ने, जथाभावी शब्द पनि प्रयोग गर्छ। अशब्द प्रयोग गर्ने, नदेख्नेलाई छोरा मान्छेले छोरी मान्छेलाई जबरजस्ती हातपात गर्ने, अभद्र व्यवहार गर्ने। अनि त्यहाँबाट हामी नदेख्नेलाई सडकबाट उठाएर उसले मान सम्मान पाउने 5 लाख दिएको छ अरे। त्यो चाहिँ के गर्न दिएको हो? त्यो चाहिँ के नदेख्नेको पेटमा लात हानेको त्यसले।